सागर लम्साल बलेलाई लागेको आरोपसँगै उनलाई एउटा नैतिक प्रश्न, के आफ्नै सहपाठी साथीकी छोरीसँग यस्तो लाजमर्दो हरकत गर्न मनले मान्यो? आखिर होइन भने उनले किन यस्तो आरोप लगाइन्? दर्शकबिन मोडल तथा कलाकार सङ्गम बिष्टको एक स्टाटसले यति बेला सामाजिक सञ्जालमा हलचल मचिएको छ। उनका अनुसार चर्चित कलाकार सागर लम्साल बलेले आफूमाथि जबरजस्ती गरेको स्टाटसमा प्रश्न खुलाएकी छन्। साँच्चै भन्ने हो भने यो सोच्न पनि नसकिने घटना छ, किनकि सङ्गमका बुबा बलेसँगै कयौं सिरियल र चलचित्रमा समेत काम गरिरहेका छन्। यस्तै उनका अङ्कलसँग पनि बलेको राम्रो मित्रता छ। साँच्चै भन्ने हो भने सागर लम्साल बले र सङ्गमको परिवार कलाकारिताको हिसाबले एकै परिवार जस्तै हुन् भन्दा फरक पर्दैन। उनले आफूलाई दाइ मानेकी सङ्गममाथि यतिसम्म गिरेको हरकत गर्न सके होलान् त? यो प्रश्नले धेरैलाई हैरानी कटाएको छ। आरोप लागेको छ, छानबिन होला, तथ्य सत्य बाहिर आउला, तर घटना निकै गम्भीर देखिएको छ। निष्पक्ष छानबिन होस्, यदि दोषी साबित भए कारबाहीको भागीदार जो कोही पनि हुनै पर्छ।